चालू आर्थिक वर्षको 8 महिनामा 586 विदेशी नागरिक नेपालमा काम गर्न आएका छन्। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका अनुसार गएको साउनदेखि फागुनसम्ममा 586 विदेशीले नेपालमा श्रम स्वीकृति लिएका हुन्। फागुनमा मात्रै 55 विदेशीले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन्। यसरी श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै चिनिया नागरिक छन्। यस्तै गएका 8 महिनामा 1081 विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ। फागुनमा मात्र 113 विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको छ। पछिल्ला वर्षहरूमा विदेशीहरू नेपाल आएर श्रम गर्ने क्रम पनि बढ्दै गएको छ। गत आर्थिक वर्षमा 2685 जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका थिए। यस्तै आर्थिक वर्ष 2079-80 मा 2994 र आर्थिक वर्ष 2078-79 मा 2181 जना विदेशीले श्रम स्वीकृति लिई नेपालमा काम गरेका थिए।